चेयर्स चेयर्स ल सो त्यो केटाहरूले चाहिँ यहाँ हल्का बोवा लान्दैछ राम्रो लक्ष्मण सर करण सरले हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो आफ्टर लङ टाइम है गाइज है धेरै समयपछि फेरि आज म चाहिँ भिडियो बनाउन आएको छु अनि त्यही हो आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन छु अनि देख्न सक्नुहुन्छ है म चाहिँ हल्का काममा गएको हिजो यहाँ सल्लाहको फोटोसोटो लागिरहेको छ हातमा पनि होइन त्यही होइन गाइज अनि आजको भ्लग स्टार्ट भनेको चाहिँ हाम्रो करण साथीको घरबाट म बारीबाट स्टार्ट गरिरहेको छु होइन त्यही हो अनि आज चाहिँ हामी 3 भाइ भएर खोला लागिँदैछ अनि हल्का आज वेदर पनि गरम गरम छ होइन घाम टन लागिरहेछ अनि अब चाहिँ लाग्नुपर्ने हुन्छ खोला गएपछि चाहिँ के कसो हुन्छ त्यहाँ तल गएर हल्का गएर पौडी सौडी खेल्ने भनेर मैले ब्याग पनि बोकिरहेको छु होइन गाइस ब्याग साइड बोकिरहेको छु अब गएर चट्टा हान्नुपर्ने हुन्छ अनि केटाहरू तल हिँडिरहेछ केटाहरू पनि तल 2 जना हिँडिरहेछ अनि म यहाँ आएँ सो त्यही हो गरम गरम छ हल्का पसिना नै आइदिरहेछ होइन गाइस त्यही हो गएर भेट्नुपर्छ अब त्यही हो लागिँदैछ गाइस है हस् त भिडियो स्क्रिप्ट नगरी हेरौँ लास्टसम्म के कस्तो लाग्छ है त्यही हो खोला पुगेर भेट्नुपर्छ गाइस साकाला बिन्दु त्यही हो हाम्रो खोला पनि आइसकेको अवस्था छ खोला चाहिँ यहाँ तल छ हल्का अहिले त्यस्तै हो हिउँदामा चाहिँ हल्का खोला सल्ला सुकेर सानो भइरहेछ अनि यो चाहिँ सरकारी कुलो यो चाहिँ पुता 9 नम्बर भन्ने ठाउँमा चाहिँ यो कुलो चाहिँ दामी छ होइन देख्न सक्नुहुन्छ अनि त्यही हो यहाँ चाहिँ खोला यत्रो मात्र छ अहिले हुँदाले सुकेर होइन अनि हामी त करण सर माछा पक्रिने कतिको एक्साइटेड छ अनि माछा चाहिँ यहाँ छ भन्दैछ केटाहरूले होइन यहाँ तल कुलमा अब हेर्दै जाउँ सकि छैन त्यसो हेर्नुपर्छ अनि यहाँ माथि कस्तो छ खोला चाहिँ चाहिँ सामदुङ खोला भन्छ यसलाई चाहिँ यो के गर्नु त हौ बल्छी बल्छी लाउँ बल्छी है बल्छी लाउँ बल्छी लाउँ बल्छी बल्छीलाई दामी हुन्छ क्या बल्छी ल्याइदिउँ के गर्नु त्यही हो करण नखान त्यस्तो हेर्न त्यहाँबाट सुकाउनु खोजेको तैँले सुक्दैन त्योबाट कहाँ हुन्छ भन्नु असल खोला कुरमा हात लाउँ बुरुन् त साँच्चीमा कडेला मारि पठाएको सबै नि यहाँ तल केटाहरूले खोलाभित्र चाहिँ पुरा मसिनो त गडेला भन्ने हुन्छ क्या त्यो चाहिँ सुक्का पठाएको केटाहरूले त्यस्तो बनाइ पठाएको के बनाएको यस्तो केटाहरूले यार पापै गरेर आयो त पुच्चे भएर नि पौडी खेल्न आएर कस्तो छ केटा हो के छ अलिचली अब 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 ओइ 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 कौन है ये लोग कहाँ से आते हैं किन भाइ साहब कुडा आइस म नि खेल्ने हो क्या पौडी ओइ म नि खेल्छु क्या बस्न भाइ कहाँ छ पौडी खेल्ने ठाउँ ओइ ओ पौडी खेल्ने ठाउँ कहाँ छ भन्छौ के छ नि यवन भाइ कस्तो भएर छ पौडी खेल्नु किन हुन्छ ल चाहिँ हामीले खानुको लागि लिएर आएको छौँ भाइ टक्क यहाँ चिसो हुन्छ भनेर पानीमा राखिरहेको छौँ के कस्तो हुन्छ एकछिनमा चट्ट भोक लागेको चाहिँ हाल्नुपर्ने हुन्छ पानी त मम्मी रे बच्चा अरे मेरे को चट्ट अब यस्तो भएपछि चाहिँ पौडी एकचोटि हान्नु पर्यो तर पानी अलिक थोरै छ क्या मलाई कस्तो खेल्ने कस्तो लाग्यो पानी फोहोर भनेर क्या दामी भयो भने चाहिँ मजा आइदिन्छ होइन गाई पानी हल्का फोहोर रहेछ त पनि आयो एकचोटि चिसो रहेछ पानी त यार एक 2 झुप्लुङ हालिदिउँ भनेको त यार तर यो फुच्चे भाइहरूले बनाएर चाहिँ झन् गाइस त्यही हो अलिक खेल्ने यसमा मजा आउँदैन अब यो चाहिँ अलिक सानो सानो रहेछ पत्ताहरू पसेर हेर यस्तो फोहोर छ छि यार केटा यो ल्याउ सबै हान्नु नि केटा हो यार है खेल्ने डर लाग्यो मासला यस्तो फोहोर छ नि हेर न माटैबाट हेर्दै छि सो त्यही हो अनि देख्न सक्नुहुन्छ यतापट्टि हामी चाहिँ खानेकुरा लिएर आएको छौँ टक्क आएको ताप्ने हो अब अनि यसमा सिस्टम छ
हाम्रो मोबाइल सोबाइल छ होइन दामी राखिदिएको छ अनि यता हाम्रो सुगने छ म चाहिँ यत्तिकै हो चिसो छ उपर के गर्नु हो खेलौँ भनेको अलिक पानी फोर्दैछ गाई चाहिँ त्यो खेल्नुपर्ने हुन्छ एकछिन त्यो अहिले चाहिँ हामी यहाँ दामी पारामा ढुङ्गा गर्दैछौँ कराउनेहरू केटाहरू यहाँबाट छ सबै केटाहरूले फेरि एउटा पारेछ गडेला गतिलो मोबाइल हाम्रो लडी सरले चाहिँ लिएर आउँदैछ वा खोइ आम्बो लटिक चटिक छ ल के गर्नु गाई त्यस्तै छ होइन जिन्दगीमा हान्ने पर अर्को सुगन भाइले पर एउटा दाउरा लिएर आउँदैछ भाइले अनि म आगो ताप्दै बस्दैछु यहाँ आगो भन्दैन म चाहिँ हल्का यहाँ यताउता गर्दैछु होइन यो चाहिँ टक्क छ अरे आमा सिलौटा पनि सिलौटो भयो छ अनि म चाहिँ यहाँ पुरा मसलिक्कै लाग्दैछ अब चट्ट यति गरेपछि टक्क है पौडी सोडी खेल्ने हो चट्ट दामी पारामा यस्तो छ यसलाई यसलाई चाहिँ यस्तो आलु निकाल्नुपर्छ किनकि यसले चाहिँ यो योहरू खायो हुन्छ होइन देख्नु सक्नुहुन्छ है पुरा चल्दैछ यार छ्या ल यार यो चाहिँ माछा छैन रहेछ हामीले खास माछा चाहिँ मार्नु खोजेको होइन गाइस तर अलिकति माछा छैन रहेछ त्यही भएर अहिले हामी यहाँ गडेला भन्ने यो पाउँछ नि त खोलामा पाहाडतिर मात्रै पाउँछ यस्तो चाहिँ यो गडेला भन्ने चाहिँ अनि यसलाई चाहिँ हामीले अहिले मारेको छौँ जिउँदैछ त्यही हो पर सिलौटो पनि देखाइदिनु ए पर ढुङ्गा तताको पनि देखाइदिनु कराउनेलाई यसमा चाहिँ दामी पोलेर खाने हो चिउपालामा यहाँ चाहिँ मेन हो गडेला पक्रिने मान्छे चाहिँ यही है क्रेडिट चाहिँ यही जान्छ सो त्यो केटाहरूले चाहिँ यहाँ हल्का बोवा लान्दैछ राम्रो लक्ष्मण सर करण सरले दामी पारामा दिँदैछ केटाहरूले पकाउँदैछ यहाँ चाहिँ हामीले अलिक गनाउँछ भनेर त्यही धेरै त अब जङ्गलमा केही ल्याउनु सकेन त्यही खोर्सानी र निन्चा लगाएको छौँ यति भएपछि चाहिँ अलिक यो बास्ना अलिक हराउँछ नि त गाइस त्यही भएर अन्त यो जगमा माल छ अझै पोलपाल केटाहरूले हान्दैछ ल चट्ट दामी पारामा ल चेयर्स चेयर्स ल चट्ट केटा हो हानिँदैछ होइन मजा आइरहेछ होइन बल पारामा हानिँदैछ तर मेरो चाहिँ हल्का फुटेको छ यहाँ त्यही भएर यो ढुङ्गामा लागेर फुट्यो ल केटाहरूलाई दिनुपर्छ नि सबैजना केटाहरूलाई 3टा मात्रै एसिडेन्ट आयो हामी थाहा भएन 3जना मात्रै आएको थियौँ है तर हामी यहाँ फुचे भाइहरूसँग गरी धेरै भयौँ होइन मेरो चाहिँ हल्का फुट्यो होइन गाई छ अब के गर्नु बल पारामा भएन हौ ल त्यस्तो त के गर्यो त छैन त अन्त सो गाइस त्यही हो भिडियो चाहिँ अलिक लागि यति नै भन्न चाहन्छु खासै राम्रो भिडियो पनि बनाउन पाएन होइन गाइस त्यही हो जस्ट मैले भिडियो नहालेको चाहिँ धेरै भएको थियो त्यही भएर यसो के हाल्ने भइरहेको थियो त्यही भएर जे पनि हालिरहेको छु होइन गाइस के कस्तो लाग्यो तपाईँले हेरेर यसो कमेन्ट गर्नु होला खासै राम्रो भिडियो पनि बनाउनु त पाउनु त पाइनँ र पनि अब के कस्तो लाग्यो हेरेर यसो चस्सौ गरिदिनु होला कमेन्ट हानिदिनु होला है त गाइस त्यही हो नेक्स्ट भिडियोमा भेट्नुपर्छ सागाला बिन्दु स्क्रिप्ट